हेलो एभ्रिवान, मेरो चाहिँ मर्निङबाट भिडियो सुरु हुँदैछ। म चाहिँ वर्क गर्न जाँदाखेरि पट बिहान पानी प्यास लागेको थियो नि त, त्यही भएर मैले चाहिँ पानी पिउँदै थिएँ। अनि पानी पिएर अनि म चाहिँ यहाँबाट चाहिँ रिटर्न जाँदैछु नि त घरमा, किनभने पोट जङ्गल छ नि त, उता जानु सक्दैन, डर लाग्छ। अनि त्यही भएर यहाँबाट रिटर्न जाँदैछु म चाहिँ घरमा। अनि मैले चाहिँ वर्क गर्न जाँदाखेरि यो नेपालको भेटेको थिएँ, पाक्नुसँग भेटेको थिएँ। अनि यसलाई चाहिँ बनाउनु पऱ्यो भनेर म चाहिँ फटाफट गरम पानी गरेर खाँदैछु। किनभने गरम पानी बिहान बिहान खायो भने राम्रो हो नि त नि, त्यही भएर मलाई चाहिँ राम्रो लाग्छ नि त। गरम पानी निम्बु हालेर खान्छु नि त मैले, अनि एकदम राम्रो लाग्छ अनि मलाई चाहिँ। अनि चाहिँ म चाहिँ यतिकै हेर्न कस्तो मजा लाग्दै थियो नि त, वर्क गरेर आएर मलाई चाहिँ अब यस्तो के गर्नु मन लाग्छ नि त, घरको काम खतम भएर। त्यही भएर मैले चाहिँ गर्दै थिएँ। अनि मैले चाहिँ बाहिर यतिकै कोही पनि उठेको थिएन नि त, अनि कोलोनीमा पनि कोही उठेको थिएन। अनि टाइम पास यतिकै मैले पनि भिडियो सिडियो बनाउँदै बसिरहेको थिएँ। अनि त्यहाँबाट मेरो पालि चाहिँ मेरो चुल कत्रो भयो भनेर हेर्नु पऱ्यो, भनेको त मेरो चुल त अलिक लम्बा भइसक्यो जस्तो लाग्यो नि त। अनि त्यही यतिकै टाइम पास गर्दै गर्दै बसिरहेको थिएँ। अनि मैले चाहिँ ओइकको सब्जी बनाएँ। ओइकको सब्जी चाहिँ यो चाहिँ पत्ता चिप्ले पत्ता भन्छ अनि चिप्ले पत्ता, अनि यहाँ चाहिँ ओइक भन्छ। अनि नेफा पनि मैले खोजिरहेको थिएँ, धुलाई सुलाई गरेर मैले चाहिँ राखेको छु। अब म चाहिँ आफ्टरनुनमा खानासाना खाएर नुहाइधुवाइ गरेर घरको काम खतम भएर म चाहिँ लेटेको। बाई बाई, लाइक कमेन्ट गरिदिनु होला।